बारबरा फाउन्डेसन यो नाम त तपाईँहरूले सुन्नुभएकै होला होइन। तर बारबरा फाउन्डेसन जस्तै अरू थुप्रै फाउन्डेसनहरू छन् होइन, जसलाई चाहिँ नेपालमा मात्रै होइन अरू ठाउँमा इन्डियामा पनि धेरै फाउन्डेसनहरू छ होइन, जसलाई चाहिँ त्यो विदेशी फन्डेड भन्ने एलिगेसन लागेको हुन्छ नि त होइन। सो आजको यो भिडियोमा चाहिँ हामी अलिकति त्यही बारे डिस्कस गर्नेछौँ र यो कुनै फ्याक्ट च्यानल होइन, जस्ट थ्योरी हो, यसो रमाइलोको लागि, यसो केही बुझिन्छ कि केही सिकिन्छ कि भन्नको लागि हो होइन। सो भिडियोलाई मन पऱ्यो भने अन्त्यसम्म हेर्नु होला, मन परेन भने स्किप गरेर जान सक्नुहुन्छ। सो के भन्दाखेरि एउटा बारबरा हाम्रै नेपालको इक्जाम्पल लिउँ होइन। बारबरा फाउन्डेसन कसको हो? सन्दुक रोहितको होइन। सन्दुक रोहितको चाहिँ अब इमेज राम्रो छ नि त होइन, अब आँखाको डक्टर हो, यता रिभोल्युसनरी होइन, हामीले बुकहरूमा पनि पढेको होइन, सबै फिल्महरू मुभीहरू नि छ, बुकहरूमा पनि पढेको होइन। अनि के हुन्छ भन्दाखेरि अब सन्दुक रोहितलाई धेरै अवार्डहरू पाउँछ क्या सन्दुक रोहितले होइन, पाउनुहुन्छ है सन्दुक रोहितले धेरै अवार्डहरू पाउनुहुन्छ यता त्यता होइन। उहाँको नाम चाहिँ अब विदेशी पत्रकार सबै ठाउँमा छापिन्छ क्या, सबै ठाउँमा छापिन्छ। अनि त्यस पछाडि के हुन्छ भन्दाखेरि उहाँले एउटा फाउन्डेसन खोल्नुहुन्छ। अनि फाउन्डेसनमा चाहिँ के हुन्छ भन्दाखेरि अब फाउन्डेसनमा उहाँले खोलेको फाउन्डेसनमा त फन्ड आउँछ टनाटन विदेशबाट होइन, विदेशबाट देशबाट ब्ला 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 होइन। अनि त्यो फन्ड कहाँ जान्छ कसैलाई थाहा हुन्न क्या, किनभने फाउन्डेसनको चाहिँ यो फन्ड यति यता गयो यति त्यता गयो भन्ने कुरा हुँदैन, त्यही पनि नन गभर्मेन्टल प्राइभेट फाउन्डेसनको हुँदैन होइन, प्राइभेट अर्गनाइजेसनको हुँदैन। त्यो चाहिँ अब यसो गरिब दुःखीलाई सहयोग गर्ने यता त्यता धेरै राम्रो कामहरू पनि गरिरहेका हुन्छन् होइन, तर त्यसको हिसाब चाहिँ हुँदैन क्या। अनि किन अनि त्यही भएर चाहिँ यो एलिगेसन लाग्छ क्या, किन भन्दाखेरि अब त्यो हिसाब हुँदैन। अनि अरू देशमा पनि के हुन्छ भन्दाखेरि अब सपोज अमेरिकाले अब इक्जाम्पल है, अमेरिकाले कुनै देशको प्रधानमन्त्री चेन्ज गर्नु छ भने त्यहाँको अब एउटा मान्छेलाई होइन पुरै अवार्ड दिएर त्यो मान्छेलाई हिरो बनाउँछ क्या। फर्स्ट अफ अल त्यो मान्छेलाई हिरो बनाउँछ होइन, अब उसको ब्याकअपमा के हुन्छ, उसको फाउन्डेसनहरू हुन्छ क्या, विदेशी फाउन्डेसनहरू फन्डेड फाउन्डेसनहरू हुन्छ होइन। त्यो फाउन्डेसनहरूले के गर्छ, मिडिया पत्रकार होइन यिनीहरूलाई चाहिँ मतलब फन्ड गरेर आफ्नो प्रोपोगान्डा क्या, अब त्यो मान्छेको राम्रो बारेमा पोस्ट गर्ने, त्यो मान्छेको नराम्रो पोस्ट नगर्ने, त्यस्तो टाइपको प्रोपोगान्डा चलाउँछ। अनि त्यति भएपछि अवार्ड पनि पाइरहेछ, अनि मिडियाबाट राम्रो इमेज पनि बनाइरहेछ, राम्रो समाचार मात्र आइरहेछ, खालि त्यसकै मात्र समाचार हालिरहेछ भने त्यो मान्छे अफकोर्स फेमस हुन्छ, सबै मिडियाले हालिरहेछ भने फेमस हुन्छ होइन। अनि त्यो मान्छे फेमस हुन्छ, अनि फेमस भएपछि के हुन्छ, अब बिस्तारै अब देशमा चाहिँ सबै नराम्रो हुँदै जान थाल्छ क्या। त्यो मान्छे फेमस हुनुभन्दा अगाडि सबै राम्रो हुन्छ होइन, अलिअलि नराम्रो हुन्छ, अलिअलि राम्रो हुन्छ, जस ठिकठाक हुन्छ होइन। त्यो मान्छे भएपछि अब नराम्रो मात्रै देखिन्छ क्या, त्यो मान्छेले नराम्रो चाहिँ मजाले देखाइन्छ क्या होइन। त्यो मतलब नराम्रो देखाइन्छ, अनि ऊ चाहिँ अब हिरो हुँदै जान्छ क्या, हिरो हुँदै जान्छ। अब अरू कसैले पनि फिक्स गर्न सक्दैन के इमेज बन्छ भन्दाखेरि अब यो मान्छेले मात्र फिक्स गर्न सक्छ क्या, हि इज द वान वी निड होइन, हि इज द वान वी निड। अनि त्यस्तै हुन्छ। अब भयभरको भ्रष्टाचारको केसहरू पुरै निस्किन थाल्छ कहिलेदेखिको होइन। अनि अब केही कुरा अब राम्रोसँग क्लियर नभएको कुरालाई पनि अब भ्रष्टाचार यता त्यता भनेर निस्किन्छ होइन। र त्यो त छँदैछ, त्यो हुन्जेली पनि केही भएको हुँदैन देशमा, देश शान्त हुन्छ, केही भएको हुँदैन। अनि आउँछ एउटा तिनीहरूले चाहिँ एउटा यस्तो पोइन्टको वेट गरिरहेका हुन्छन् नि, जुन पोइन्टमा यति एउटा देशले अब ठुलो मिस्टेक गरिहाल्यो भने होइन, झ्यापो मिस्टेक गरिहाल्यो भने त्यो बेला झ्यामझुम सुरुमा वेट इमेज बढा एउटा मान्छेलाई उचाल होइन, इमेज बढा नेगेटिभ। अनि अब त्यो मान्छेले अलिकति त्यो देशले गल्ती भयो भने डुम अब सबै थुप्रियो नि त, ठिक्क मिल्यो नि त। अलिकति गल्ती ठुलो गल्ती भयो, यता नेगेटिभ पनि खाँदेको छ, झन् ठुलो भयो अब त्यो। अनि यता के भयो, हिरो यता भिलेन। अनि हुन्छ सत्ता चेन्ज, अनि हुन्छ प्रोटेस्ट, अनि हुन्छ सत्ता चेन्ज होइन, प्रधानमन्त्रीको कुर्सी चेन्ज हुन्छ। यो चाहिँ त्यस्तो खालको थ्योरी हो होइन। आइएम नट टेलिङ कि नेपालमा बालेन शाहलाई पनि त्यस्तो गरेको, आइएम नट टेलिङ द्याट, आइएम नट क्लेमिङ होइन।
आइ एम नट बालेन विरोधी, आइ एम बालेन लभर बाई द वे होइन। सो यस्तो हुन्छ। सपोज इन्डियामा अहिले जुन चाहिँ सिजेपीको प्रोटेस्ट चलिरहेको छ होइन, त्यहाँनिर मेन क्यारेक्टर को हो अब त्यो कक्रोच जनता पार्टीको त्यो के अरे त्यो केटाको नाम त्यो होइन होइन, त्यो पनि होला होइन, तर मेन भनेको चाहिँ हाम्रो सोनम वाङचुक। सोनम वाङचुकको पनि के छ, सन्दुक रोहितको जस्तै छ क्या कहानी। पहाडमा राम्रो गरेको होइन, के साइन्टिस्ट यता त्यता, 3 इडियट्स मुभी बनेको ब्ला 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 होइन। तर अहिले चाहिँ के छ भन्दाखेरि 3 इडियट्स मुभी त्यो हाम्रो हिरोको बारेमा बनाएको रहेन रहेछ होइन। त्यो चाहिँ जस्ट खै कहाँबाट पिआर होला कि के होला होइन, आई डोन्ट नो। सो त्यस्तो छ। अनि त्यो सोनम वाङचुकजी चाहिँ के हुन्छ भन्दाखेरि अब सेम क्या पुरै अवार्डमा अवार्ड, राम्रोमा राम्रो होइन, पुरै उचाली अनि नेगेटिभ अब सिजेपी अब के होइन, सुप्रिम कोर्टले कक्रोचेस भन्दै जनतालाई, यता सिजेपीको पार्टी खोलियो होइन। त्यस पछाडि त झन् डुम अहिले सोनम वाङचुकजी चाहिँ हाम्रो अनसनमा हुनुहुन्छ। सो त्यस्तो अहिले पुरै प्रोटेस्ट चलिरहेको छ होइन। यो मोडल चाहिँ हरेक देशमा हुन्छ क्या, जहाँनिर तपाईँको प्रोटेस्ट हुन्छ, जहाँनिर सत्ता चेन्ज हुन आँटेको हुन्छ नि, यु क्यान नोटिस वान थिङ क्या, यु विल डेफिनेटली नोटिस वान थिङ। बङ्गलादेशमा पनि त्यस्तै भएको। बङ्गलादेशमा पनि त ठुलो त्यो प्रोटेस्ट हुनुभन्दा अगाडि एउटा मान्छे थियो क्या, भेरी वेल एजुकेटेड, पुरै राम्रो इमेज, पछि त्यसलाई नै प्राइम मिनिस्टर बनाएको होइन। सो सबै देशमा तपाईँको सत्ता चेन्ज गर्नलाई यही चाहिँ फलो भइरहेको छ होइन, थ्रु द फाउन्डेसन। उनीहरूको फाउन्डेसन हुन्छ होइन, उनीहरूको चाहिँ धेरै अवार्ड पाएको हिस्ट्री हुन्छ। सो यही वरिपरि सबै ठाउँमा यही कुरा रिपिट भइरहेछ नि, कतै न कतै यसमा सत्य छ कि होइन, के थाहा। अब 81 डेमोक्रेसी चाहिन्छ क्या, आई डोन्ट नो। अलिकति ग्रोथ भयो भने अ कन्ट्री निड्स डेमोक्रेसी क्या। 81 कहाँबाट आउँछ होइन। नेपालमा के आर्मीले त बन्दुक बोकेर हिँडेको थिएन त्यो बेला, त्यो पनि डेमोक्रेसी चाहियो। डिक्टेटरसिप भन्दै इन्डेपले पनि भिडियो हालेको छ, रुटिन अफ नेपाल बन्दले पनि भिडियो हालेको छ होइन। पोस्ट फेरि त्यस्तै हालेको छ, रुटिन अफ नेपाल बन्दले राम्रो हाल्दैन होइन। सबै नराम्रो सबै बत्तर करप्सन त्यहाँ नभएको होइन, भएको थियो। तर त्यसलाई पोइन्ट अफ इलेक्सनबाट पनि त गर्न सकिन्थ्यो नि त होइन। वाइ वी निड टु प्रोटेस्ट क्या होइन। 2 वर्षमा इलेक्सन हुन आँटेको थियो। सो त्यही भएर चाहिँ यो जुन छ एउटा के भन्ने, यो एउटा प्याटर्न छ होइन। सबै देशमा एउटै प्याटर्न त घुस्रिँदैन होला नि त होइन। त्यही पनि यो प्याटर्न चाहिँ नोटिसेबल छ है भन्ने कुरा मात्रै होइन। आई डोन्ट नो, आई एम नट गिभिङ एनी वान एलिगेसन। राम्रो छ हाम्रो इनडेप्थ स्टोरीको भिडियोहरू, हाम्रो रुटिन अफ नेपाल बन्दजीको पोस्टहरू राम्रो छ। आई एम नट गिभिङ एनिथिङ होइन। आई लभ देम, सो आई लभ बालेन, आई लभ एभ्रिबडी होइन। सो या, थ्याङ्क्स फर वाचिङ।